सबैलाई नमस्कार। म फेरि केही जिज्ञासा र केही कुराहरू लिएर आएको छु। यो डेयरी उद्योगहरू सम्बन्धमा, डेयरी र मिल्क प्रोडक्टको सम्बन्धमा। यसमा केही महिना अगाडि हाम्रो कृषि अ, मन्त्रालयले यसलाई ब्यान्डको लिस्टमा राखेको थियो। यसलाई प्रोहिबिट गरेको थियो, कुनै पनि सामान नल्याउन पाउने भनेर। तर हाम्रो अथक प्रयास र धेरैजनाको चाहना अनुसार हामी कृषि मन्त्रालयलाई धन्यवाद दिन्छौँ कि उहाँहरूले केही यसमा रिल्याक्सेसन दिनुभएको छ। हाम्रो पछिल्लो 3 साल 4 सालको इम्पोर्टको डेटा हेरेर उहाँहरूले हामीलाई केही सहयोग गर्नुभएको छ टु एक्सटेन्ट। म यसमा के भन्न चाहन्छु भने यो के को लागि हो, किन रोक्ने, किन छोड्ने र किन यस्तो भइराखेको छ भन्ने कुरालाई हामी सबै नेपाली दाजुभाइहरूले बुझ्नुपर्ने हुन्छ। अब यो जति पनि सामान हामी यहाँ पस्किरहेछौँ टुरिज्म सेक्टरलाई या इन्डस्ट्री सेक्टरलाई, त्यो चाहिँ त्यसको लागि हामीले एक प्रकारको उद्योगहरूलाई पनि दिन्छौँ सामान। त्यो सबलाई चलाउनलाई दूध तथा दूधजन्य पदार्थहरू आउनु स्वाभाविक हो। त्यसलाई हामी पूर्णतया बन्द गर्न सक्दैनौँ। यो भनिरहँदा हामी यो पनि चाहन्छौँ कि हाम्रो उद्योगहरू फस्टाओस्। हाम्रो उद्योगहरूले पनि अन्तर्राष्ट्रिय स्तरको यहाँको हाम्रो नेपाली जनताको चाहना अनुरूपको सामान बनाओस्, ताकि उनीहरूले यहीँबाट परिपूर्ति होस्। म आफै पनि उद्योगी हो। मैले पनि यही चाहन्छु कि नेपालका जुन यति राम्रा राम्रा उद्योगहरू छन्, डेयरी उद्योगहरू धेरै ठुलो भइसकेका छ यहाँ। उहाँहरूले त्यो कुराहरूलाई बनाउन थाल्नु पर्यो। उहाँ बनाउन थाल्नु भयो भने हामी आफै अगाडि आएर खुसी आएर भन्छौँ, ल अब नेपाली उद्योगले पनि बनाउन थाल्यो, उहाँहरूको सामान पनि राम्रो छ, यो पनि युज गर्न सकिन्छ भन्ने कुरा हामी आफै पनि चाहन्छौँ। मेक इन नेपालको नारा त हामी आफै दिइरहेछौँ, 10 वर्ष भइसक्यो। सो यसको लागि त हामीले कसैले भनिराख्नु पर्दैन। तर कुनै सामान नबनिकन तपाईँले त्यो कुरालाई यदि रोकिदिनु भयो भने त्यसले के हुन्छ, भइराखेको सामानको उपलब्धता पनि कम हुन्छ। फेरि अनवान्टेड वेमा त्यो स्मगल्ड च्यानलमा जान्छ, जो कि राज्यलाई धेरै ठुलो रेभेन्यूको लस पनि छ र एउटा अनवान्टेड नराम्रो प्रकारका सामानहरू आउन थाल्छन् हाम्रो देशमा। त्योभन्दा राम्रो त हामी त्यो सामान, जुन सामान हाम्रो उद्योगहरूले बनाउन सकेका छन्, जति हाम्रो डिमान्ड छ नेपाललाई, त्यति डिमान्ड भएको सामान यदि यहीँको उद्योगले बनाउन पाएमा हामी खुसी हुन्छौँ, हामी त्यसको स्वागत गर्छौँ। अब यहाँ अहिले वे पाउडरलाई पनि ब्यान्ड गरिएको छ, चिज पाउडरलाई पनि ब्यान्ड गरिएको छ, जो आजसम्म बनेको छैन र कहिले पनि बन्न पनि सायद मलाई लाग्छ केही वर्षहरूसम्म बन्दैन। अब चिज पाउडर भनेको हामी जति पनि पपकर्नहरू बनाउँछौँ, जति पनि हामी चिज बलहरू खान्छौँ, त्यो चिज पाउडरहरू बन्ने। त्यसलाई बन्द गरेर के पाएको छ मलाई थाहा छैन। वे पाउडर भनेको दूध र यो छेना र यो चिजबाट जब हामी बनाउँछौँ त्यति बेला निस्केको पानी हो। त्यो धेरै ठुलो क्वान्टिटीमा नेपालमा उपलब्ध छैन, थोरै होला। तर त्यसलाई बनाउनलाई कुनै पनि प्रकारले यसले एउटा फिजिबल स्टडी चाहिँ हेर्दाखेरि देखिँदैन। म धेरै साथीहरूसँग कुरा गरेँ, कसैले पनि यसलाई भनेनन् कि हामी बनाउन चाहन्छौँ या नियर भविष्यमा पनि बनाउन सक्छौँ भन्ने कुरा पनि आएन। यसले के देखायो कि जुन प्रोडक्टमा हामीले बनाउन पनि सकेका छैनौँ, बनाउन पनि चाहँदैनौँ अहिलेको स्थितिमा, त्यो प्रोडक्ट सर्वसुलभ रूपमा खोलिदिनुपर्छ। त्यसले राज्यलाई केही रेभेन्यू पनि आउँछ र उद्योगहरूलाई भएको समस्या त्यो पनि ठिक्क भएर जान्छ। त्यो मेरो विनम्र अनुरोध छ हाम्रो कृषि मन्त्रीज्यूलाई, हाम्रो सम्पूर्ण टिमहरूलाई जो पनि यसमा संलग्न छन्, उनीहरूले पनि यो कुरा बुझ्नु पर्यो कि जुन चिज हाम्रो देशमा बन्दैन त्यसलाई रोक्नु हुँदैन। बनेपछि फेरि तपाईँले एउटा समष्टिगत रूपमा त्यसको अवधारणा हेरेर त्यसको क्वालिटी, त्यसको क्वान्टिटी कति उहाँहरूले उपलब्ध गराउन सक्नुहुन्छ, त्यो जम्मै कुराहरूलाई राम्ररी अध्ययन गरिकन अनि मात्र गएर त्यसलाई फेरि इम्पोर्ट कति दिने त। अब नेपालमा यदि बन्न थाले पनि के सम्पूर्ण नेपालको क्वान्टिटीलाई, रिक्वायरमेन्टलाई पुरा गर्छ त? यदि गर्छ भने इट्स भेरी नाइस, गर्दैन भने फेरि त्यसको पनि एउटा बाटो पहिल्याउनु पर्यो। र जति पनि स्टेक होल्डर्स छ यो उद्योगमा, इन्डस्ट्रीमा, होटेलमा, जहाँ पनि मान्छेहरूले चिज र विभिन्न मिल्क खान्छन्, त्यो सबैले राखेर एउटा राम्रो डिस्कसन गर्नु पर्यो जस्तो लाग्छ मलाई, जसबाट एउटा राम्रो अवधारणा आउँछ। पहिलो हाम्रो प्राथमिकता लोकल उद्योगहरू हुन्छ। त्यो लोकल उद्योगहरूले गर्न नसकेको कामहरू हामी विदेशबाट ल्याउने इच्छा राख्छौँ, किन हाम्रो देशमा धेरै प्रकारका मान्छेहरू बस्न थाले। यहाँ एक्सपार्टहरू पनि छन्, धेरैजना हाम्रो टुरिज्म पनि धेरै ठुलो छ, हाम्रो एउटा वान अफ द मेजर इन्कम हो।
फेरि हाम्रा जति पनि साथीहरू बाहिर जान्छ उनीहरू पनि त्यही राम्रो खाने एउटा बानी बसेको छ, एउटा एक प्रकारको परिकार खाने बानी बसेको छ। त्यो कुराहरू यदि हामी हाम्रै देशमा उपलब्ध गरायौँ भने त्योभन्दा राम्रो के पनि हुन सक्छ। वी रियली वेलकम इट। अब आयो दुधलाई कसरी राम्रो तरिकाले लाने। अहिलेसम्मको हाम्रो कुरामा विचारमा यही आएको छ कि हामी कहाँ दुध प्लस सिजन भनेको जाडोमा त अलिक बढ्छ, तर फेरि गरम याममा एकदमै घटेर जान्छ, दुधै हुँदैन धेरै धेरै बेला। अब अहिले पनि त्यसै गर्मी लागिसकेको छ, कतै कतै सुनिन्छ कि दुधको अब बिस्तारै कम हुँदै गइरहेछ र भाउ पनि धेरै बढ्दै गइरहेछ। जुन चिजको भाउ पहिला कम थियो, दुध पाउडरहरू जुन हामी लिन्छौँ आफ्नो उद्योगहरूको लागि, त्यसको भाउ पनि धेरै बढिसक्यो। अचानक यति नै बढिसक्यो कि त्यो उद्योगलाई थ्याक्न पनि हामीलाई गाह्रो भइसक्यो। यो पनि एउटा मेजर रिजन छ कि दुध कम हुँदै गइरहेछ भन्ने कुरा यसले पनि प्रस्ट्याउँछ। अब यो सरकारले पनि हेर्ने कुरा हो र हाम्रो कन्ज्युमरले पनि कुनै कुरालाई कम्प्रोमाइज नगरिकन उसले चाहेको कुरा, उसले इच्छा राखेको खानेकुराहरू पाउनुपर्छ सहज सुलभ रूपमा। यो हाम्रो मान्यता छ, किन हामी फुड इन्डस्ट्रीमै भएको हुनाले हामीलाई लाग्छ कि सबैले आफ्नो चाहेको कुराहरू लिनुपर्छ र उनीहरूले पाउनुपर्छ सर्वसुलभ रूपमा, त्यही मान्छेलाई सजिलो होस्। धन्यवाद।